वेलकम ब्याक माई डायरी ब्लगलाई सायद डायरी भन्छ होला किस लाग्यो होइन। अनि म चाहिँ आज गाउँ जाँदैछु। अनि बिहानै गाडी चढ्यो। अब बिहानै भएर भिडियो सिडियो खिचेन, अलिक बाटो खिच्यो होला सायद। अब म चाहिँ लगभग 30-35 किलोमिटर अगाडि पुग्यो। अब पिच छोडेर चाहिँ उयो के भन्छ कच्ची बाटो सुरु भयो। अब साथीहरूले यहाँनिर मान्छे मिलाउँदैछ, मान्छेहरू यहाँ थपियो होला सायद। अनि दुईटा गाडी छ। ल बाँकी हो त्यतिर भेटौँ है त। अहिले चाहिँ रामटार भन्ने ठाउँ पुग्यो। खानासाना खाइयो। अब लागिन्छ पुलको हालत कस्तो छ करिब यो चाहिँ अहिले आइपुग्यो रानीटार पुल। अनि यो चाहिँ एकदम बन्ने क्रम यसपालि चाहिँ अलिक जारी रहेछ। यो सुरु भएको लगभग 10 साल होइन 11-12 सालै भयो होला सुरु भएको चाहिँ। यो त्यस्तो राख्दैछ। तर नेपालको राजनीतिक र उयोले गर्दा यस्तै छ विकासको यो चाहिँ नेपालमा। अनि यो चाहिँ रानीटार पुल के हो। अब गाडी चाहिँ हाम्रो उहाँ गइसक्यो, पर देखिँदैन होला, त्यहाँबाट उयोबाट तार छ। हाम्रो यात्रा चाहिँ यस्तो हिर्लिङ टाइप ड्राइभर दाइ दुइटै जानेर छ है। फेरि लकडी चलिरहेछ। पारी पुग्यो। गर्मी एकदम अब यो एसीमा त फेरि बाफ फाइनली घर पुग्यो। यो मेरो जन्मगाउँ अनि यस्तो छ है। बबाल पारिपट्टि उहाँको रोटी हो। यसरी घुमेर यसरी हुँदै यताबाट यसरी यस्तो दामी छ बबाल। ल गाडी जाउँ है त। अब यो घर आइपुग्यो। तान घर कोही हुनुहुन्न, सबै आफ्नो आफ्नो काममा जानु होला। रेडियो त्यहाँ छ।